डिड यु नो विगत 8 महिनामा नेपाली स्टुडेन्टहरूले 89 अर्ब विदेश लगेका छन् फर हायर एजुकेसन। बाइ द वे 89 अर्बमा यतिवटा जेरो हुन्छ है। एभ्री टाइम कुनै स्टुडेन्टले प्लेन बोर्ड गर्दा पैसाले मात्र देश छोडिरहेको छैन। हाम्रो फ्युचर डक्टर्स, इन्जिनियर्स र एन्टरप्रेन्योर्सहरूले छोडिरहेको छन् जसले नेपालमा केही इम्प्याक्ट ल्याउन सक्थे। तर स्याडली हाम्रो इकोसिस्टमले त्यो स्टुडेन्टहरूलाई नेपाल बस्नको लागि कन्भिन्स भने गर्न सकेन। तर इमेजिन त्यो 89 अर्बलाई हामीले टेक स्टार्टअप, डिजिटल एजुकेसन, लोकल बिजनेसेस, फ्रिलान्सर ट्रेनिङ वा इन्फ्रास्ट्रक्चर्सहरूमा इन्भेस्ट गर्न पाएको भए, हरेक युथलाई हाई इन्कम डिजिटल स्किल जस्तै फ्रिलान्सिङ, मार्केटिङ, डेभलपमेन्ट, एआई सिकाउन सकेको भए, हामीले ब्रेन ड्रेनलाई रोकेर ग्लोबल मनी अट्र्याक्ट गर्न सक्थ्यौँ। त्यसैले इट्स भेरी इम्पोर्टेन्ट टु बिल्ड अ नेसन वेयर पिपल एक्चुअली वान्ट टु स्टे। अनि जसले देश छोडेको छन् उनीहरूलाई पनि फर्किन मन लागोस्, किनकि नेपालमा अपर्च्युनिटी, ग्रोथ र डिग्निटीले उनीहरूलाई पर्खिरहेको छ।